हेलो गाइज, यहाँ हेर्नु आज मुन्नाको दोकानमा यहाँ हेर्नु आज मुन्नाको दोकानमा एउटा माछा 5 किलोको 5.5 किलो 5.5 किलोको माछा है। अब इन्दिरा दिदीले लानु भएको 5.5 किलो माछा अनि पार्टी खानु मलाई पनि बोलाएको छ। आज बेलुका भरे बेलुका मलाई पनि आउनु भनेको छ, तर मलाई ज्वरो आएको छ र मैले चाहिँ खान्न भने गाइस अरू आउनु। ज्वरो आए पनि घाँटी दुखेको तातो तातो रस खानुपर्छ, ठिक भइहाल्छ नि। वाइन पनि छ 2 बोतल। वाइन कि भोटका? भोटका को खाता है वो तेरे वाइन। यस्तो गरेर देखाइदे मुना, ए उचालेर देखाइदे। ए 5 किलोको 5 किलोको माछा आयो आउनु उद्लारी 6 नम्बरमा मुन्नाको दोकानमा। यस्तै सबै छ यी। धेरै गरम भयो, हातै दुखो। भोलि पनि आउँछ यहाँ। यता हेर्नु यी थाना अगाडि सब्जी पसल अधिकारी भाइको दोकान छेउमा। अर्को पनि ठुलो छ, छिटो आउनु। यहाँ हेर्नु जिउँदो माछा आयो लोकल। माछा त मिठो लाग्छ कि बन्दकोपी खाए जस्तो हुन्छ। यसमा काँडा हुँदैन। साह्रो पत्रो हेर्नु, पत्ला चाहिँ यो कत्ला हेर्नुहोस्, कत्रो छ। माछा त मिठो लाग्छ, खाएपछि घाँटीमा चाहिँ अड्केको जस्तो खालिहाल्छ। अलिक छोरी आएको बेलामा चाहिँ लगिदिन्छु। ड्राइभरलाई चाहिँ कुट्नुपर्छ र बुवा आएको बेलामा पहिले त सुजना पनि खान्थेँ, लगिदिन्थेँ। हिजो त सुजना पनि खान्थेँ। मसँगले लिनुहुन्छ होला है अरू घरमा। बा कति डह्रो रहेछ हौ। माछा अन्डा चनाहरू यस्तो खानु भएछ, मलाई मनै पर्दैन। त्यो अन्डा त पोटबाट त्यो कुखुरा घरमा गिरिराज पालेर त्यो गिरिराजले अन्डा पारेर खाएको थिएँ। त्यहाँदेखि त्यो अन्डा मलाई खाइहाल्नु मेरो लिभरले गर्दा आमा खानुहुन्न होला। यसको रस खानु, यसको रस र ढेँडो कति मिठो हुन्छ। छैन त कोदोको पिठै छैन। अब आएपछि ल अब हेर्नुहोस् गाइज, खोज्छ अब मुन्नाले। 4 कि 5 भाग थियो त्यतिबेला। होरो स्वाट काटो। यस्तो खानामा चाहिँ नि यो मिठो दिन्छ। काँडा हुँदैन कि यसको यो काँडा पनि हड्डी यस्तै हुन्छ। डेबुले यत्रो लाँदैन पिस निस्किँदैन। मासु र काँडा पनि
यहाँ कस्तो मासु मासु छ हेर्नु पातलो बनाए चिर्दिउँ यसरी चिरा चिर्दिउँ चिर्दा राम्रो हुन्छ नि राम्रै हुन्छ पातलो हुन्छ नि त। पुछार चाहिँ फ्याँक है बा दाँतमा अड्किन्छ। खतरा चिर्दियो यो यसको नाम के माछा अरे भाइ मुन्ना इङ्ग्लिस माछा इङ्ग्लिस माछा टाउको त आधा आधा हो के हुन्छ हुन्छ पुछार तपाईँलाई हेलो गाइज बाई 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 यहाँ हेर्नु माछा लिनु आउनु बाई बाई